ल वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ सबैजनालाई। म सन्चु हो, तपाईँ पनि सन्चु हुन्छ भने म आशा गर्न चाहन्छु। यदि बिसन्चो हुनुहुन्छ भने चाहिँ टेक केयर होइन। मेरो यता चाहिँ फोकस आएको छ कि आएन त मलाई थाहा भएन केटा हो। यहाँ चाहिँ गाडी आइरहेको छ सर्लक्क लाएर, अनि यतापट्टि चाहिँ मस्त घाम लागेको छ। यता चाहिँ केरा रहेछ अनि हल्का फुलसुल यतापट्टि छ। अनि यो घरमा चाहिँ मान्छे छन् कि छैनन् थाहा भएन, झिरबाट हेर्न सक्छन्। माथि पनि ठिकै छ। अनि यो चाहिँ के आँपको बुट्टा हो जस्तो लागिरह, होइन होला आँपको बुट्टा त। अनि यतापट्टि चाहिँ ऊ रहेछ फुल रहेछ, अनि यतापट्टि चाहिँ केरा रहेछ। यहीँबाट नै आजको सुरुवात भयो केटा हो। अहिले पर गएर एउटा कुरा भन्छु मैले तिमीलाई। ल क्लियर भयो केटा हो। 5:07 गइसक्यो। 7 हो कि 3 हो हरूकै, 5:03 गइसक्यो रहेछ। क्लियर भन्नाले नि अब यतिकै तरिकाले त ठिकै हो के अरे। अब भ्लग बनाउँदै यताउति भुल्दै गयो भने चाहिँ लास्ट बेर हुन्छ। अनि अर्को नयाँ कुरा चाहिँ के भयो भन्दा गाइज एउटा इन्सिडेन्ट्स भयो क्या। को इन्सिडेन्स होइन, इन्सिडेन्सै भयो। हरेक खालको नराम्रो खालको इन्सिडेन्स भयो। स्वाइँ गर्दै लिएर गयो। मान्छेहरू आयो भने मेरो दिमाग डाइभर्ट हुन्छ कि। त्यहाँदेखि के भयो भन्दाखेरि चाहिँ म पेट्रोल हाल्न गएको थिएँ गाइज होइन। पेट्रोल हाल्न जाँदाखेरि चाहिँ मैले भ्लग गर्छु भने थिएँ। फेरि अब मोबाइलमा हुन्छ कि इसेवामा छकेर पैसा, अनि यताउति निकाल्दै झन् झेउ हुन्छ कि। त्यही भएर लोडालस हुन्छ, त्यही भएर पेट्रोलले हालेपछि गर्छु भन्थेँ। नभए त हेर्न सक्नुहुन्छ पेट्रोल चाहिँ मैले भर्खर पेट्रोल हालेर आएँ होइन। अनि धेरै होइन 500 हाल्छु, जहिले पनि 500 हालिराख्छु किन होइन। अनि त्यहाँ चाहिँ मलाई चाहिँ लास्टै पिसाब आइरहेको थियो कि होइन। अनि दाइ पिसाब दाइ टोइलेट कहाँ नि यहाँ भने पहिला होइन, मैले पेट्रोल हाल्नुभन्दा अगाडि नै भने। अनि त्यसपछि उता छ भाइ भनेर राम्रै तरिकाले होइन भन्न नखोजी गऱ्यो। अनि पछिबाट पेट्रोल हालेपछि पैसा सैसा हालिदियो। अनि यताउति गरिदिएपछि चाहिँ दाइ कहाँ भनेको त गरेर झिझे जस्तो गरिरहेको थियो कि इरिटेट भयो जस्तो गरिरहेको थियो। अन्त यस्तो रिस उठ्यो होइन। लाइक अब यस्तो हो हुन त। अब गाडी आयो एकछिन। यहाँ घरबाट हिँडेर पेट्रोल पम्पमा गएपछि लास्टै आएको थियो उतापट्टि हो कि उता मेन रोडबाट मेन रोड भयो यतापट्टिबाट उता पर जानुपर्छ के अरे होइन। मेन रोडबाट उतापट्टि जानुपर्छ के अरे। तर म त यता माथिल्लो बाटो आउँछु। अनि त्यता गइसक्यो। अनि पेट्रोल पम्पमा गइसकेपछि अब त्यही नै होला, टोइलेट त्यही होला भनेर पिसाब गर्छु भन्ने मैले सोचेँ। अनि लास्टमा चाहिँ त्यहाँ जाँदा त त्यस्तो इरिटेट भयो जस्तो मलाई झेँ गरेर होइन। त मलाई के फरक त परेन, तर एउटा उसले बोल्ने शैली चाहिँ मलाई मन परेन। अनि यसको अब प्रब्लम सल्भिङको यसको सल्युसन भनेको चाहिँ के भन्दाखेरि म त्यहाँ जान्न। अब म चाहिँ जान्न गाइज। अनि म सुरुमै आएर चाहिँ यहीँ गर्छु भनेको थिएँ, तर त्यस्तै भयो। ल हुन्छ केटा, अब गन्तव्यमा पुगेपछि एकचोटि भेटौँला। अब यहाँबाट देखाउने कुराहरू त केही पनि छैन के अरे। अब भएछ भने देखाउँला होइन। यहाँ चाहिँ मान्छेहरूको चाहिँ खेतीसेतीहरू गरिरहेको छन्। लास्टै झेउ भयो यार। अनि मैले भन्न खोजेको कुरा चाहिँ राम्रोसँग प्रेजेन्टेसन चाहिँ राम्रो भएन होला होइन सायद। तर मैले भन्न खोजेको अर्कै हो है। फेरि सबै मान्छेहरू यस्तै तँलाई राम्रो गरेन भने त्यहाँबाट ऊ हुन्छ त्यस्तो चाहिँ भन्न खोजेको होइन। मैले भन्न खोजेको चाहिँ त्यो बेहोरा चाहिँ मन परेन मलाई यार। त्यही नै हो कुरा यार। अर्कोचोटि चाहिँ म त्यो पेट्रोल पम्पमा जान्न, त्यति नै हो। बाटो हेर न यस्तो कस्तो छ बाटो। अब त्यो बाइक आउँछ सर हेर म अनि जाउँला। बाटो त लास्टै ढुस्नु हो यार। यतापट्टि यो यहाँ त यस्तो हिलो छ मायाको कसम। बल्ल बल्ल आइयो। म त यस्तो सोचेको थिएँ यार, मेरो झोलामा चाहिँ मैले खुट्टा राखेर झोलामा चाहिँ हिलो हुन्छ भन्थेँ। झन् आनन्दले त्यो ऊ भयो क्या अरे। खुट्टा माथि दुइटै खुट्टा माथि राखेर चाहिँ आउनलाई। तर के हो यो बाटो यार यस्तो यार। यस्तो पनि बाटो हुन्छ म्या। लास्टै झेउ भयो यार यस्तो बाटो चाहिँ। अहिले फेरि राति फेरि यहीँ बाटो आउनुपर्छ। बाटोको हालखबर चाहिँ यस्तो छ केटा। यस्तो हुन्छ फेरि मैले यो हिलोमा चलाएको भिडियो गरौँ भनेर चाहिँ मान्छेहरूले चाहिँ लोडालो सुन्ने गर्न सक्छन्। त्यही भएर चाहिँ मैले गो गर्दिनँ। त्यही हो केटा बाटो यो भएन यार। यहाँ चाहिँ के रहेछ यो फार्म जस्तो। ल त्यही हो केटा अहिले भेटौँ ल। ल केटा गन्तव्यबाट चाहिँ छिरेँ होइन। यस्तो यो अब चाहिँ एकदमै रिस्की च्यालेन्जिङवाला कुरा आउँदैछ कि यहाँ गाइज। यो खाल्टो छ नि यस्तो खाल्टो। यता त जाने त होइन म यता जाने हो, तर यता यस्तै खाल्टो चाहिँ यता पनि छ यार। लास्टै कि अब यसमा टायर फस्यो भने चाहिँ कतिको गइरह भन्ने थाहै हुन्न। अब यहाँ चाहिँ एकदमै रिस्की हुन्छ। हेरौँ के हुन्छ। एउटा पोलमा गएर कुरा गर्छ म, किनभने फ्ल्यास बोल्नलाई चाहिँ ऊ भयो क्या के भन्छ त्यो लाइट नै के अरे चार्ज भयो। हेर्नुहोस् है त कति गइरह भन्ने थाहै हुन्न। कति नै यता टायर आदि गइसक्यो। यो चाहिँ पानीमा यस्तो खाल्टाखुल्टी छ नि, त्यो खाल्टाखुल्टीमा चाहिँ एकदमै डेन्जर हुन्छ जस्तो छ आज चाहिँ। किनभने चाहिँ यो चाहिँ एकदमै नर्मल हो होइन। अर्को चाहिँ ठुल्ठुलो खाल्टोहरू छ कि उतापट्टि। अब ठुल्ठुलो खाल्टोमा चाहिँ एकदमै बिस्तारै चलाउनु पर्ने हुन्छ। किनभने चाहिँ स्कुटीको
पाङ्ग्रा चाहिँ अलिक त्यस्तो भएन। जुनसुकै कारहरू भए पनि जेहरू भए पनि एकदमै होलिसित चलाउनुपर्छ कि किनभने चाहिँ टायरहरू चिप्लिने यताउति हुने सम्भावना हुन्छ। खाल्टो पनि कम कत्रो कत्रो खाल्टो हो। 1 नम्बरमा भयो। अनि 2 नम्बरमा चाहिँ आज चाहिँ मेरो मोबाइलमा चाहिँ लाइट नेचुरल लाइट चाहिँ के अरे आर्टिफिसियल लाइट मोबाइलको लाइट चाहिँ छैन। किनभने चाहिँ ऊ भयो के अरे चार्ज भइएर अब त्यो कहिले पनि हुन्न। त्यो फुल चार्ज गरे पनि एक त चार्ज टिकाउनु त्यही भएर नि हो। अनि चाहिँ अहिले चाहिँ मन्दिरमा चाहिँ आएर चाहिँ गरिरहेको। अब कतिको उज्यालो देखेछ मलाई थाहा भएन केटा हो। अनि यो पनि यस यो नेचुरल लाइट होइन आर्टिफिसियल लाइट हो। तर पनि मोबाइलको लाइट चाहिँ नभए पनि जुगाड हुन सक्यो। अनि अर्को तेस्रो कुरा भनेको चाहिँ गाइज टायरमा चाहिँ मैले टायर सम्बन्धी चाहिँ एउटा केही कुराहरू थाहा पाएँ गाइज। यो टायर हुन्छ नि यो टायर त हिल हुन्छ तपाईँलाई थाहा छ होइन। त्यो भनिरहनु पर्दैन। कतिजनालाई थाहा होला कतिजनालाई नथाहा होला। तर थाहा भएको मान्छेलाई चाहिँ ठिकै भयो। नथाहा भएको मान्छेहरूलाई चाहिँ म एउटा यसको भन्छु होइन के रहेछ भन्दाखेरि गाइज होइन यो गोटीहरू हुन्छ नि यो गोटीहरूमा चाहिँ धुलोहरू जम्ने रहेछ के। अनि धुलोहरू जमेर त केही पनि भएन एउटै हुन्छ। अब जहाँ गए पनि धुलो त जम्चर्केरै भन्ने कुरा हुन्छ होइन। तर यो टायरलाई चाहिँ साफ गरिरह्यो भने गाडी धोकोधोइ गरिरह्यो भने पनि गाडी धोकोधोइ मतलब टायरलाई धोकोधोइ गऱ्यो भने पनि ऊ हुने रहेछ के अरे टायर चाहिँ अलि ऊ हुने रहेछ। आज मैले गाडी धोथेँ। गाडी धुँदाखेरि त छामा सवार हिलो छ त्यो यार मुखाभरि यार भन्न अलिअलि त्यस्तो त छेपेन त्यो गाइज यार। आज धोथेँ अनि आज चाहिँ गाडी धुँदाखेरि चाहिँ मैले एक्सपिरियन्स गरेको हो कि त्यो चाहिँ गाडी धोएपछि चाहिँ केही कुराहरू चाहिँ हिल हुने रहेछ। टायर यत्तिकै पनि हिल हुन्छ के अरे। तर यस्तो हो कि अरे जस्तै माटोहरू हुन्छ अनि कति ठाउँमा सिमेन्टहरू हुन्छ। त्यो सिमेन्टहरूले चाहिँ टायरमा जमेर चाहिँ टायर चाहिँ ऊ हुन सक्ने रहेछ के भन्छ त्यो टायर जस्तै सिमेन्टमा केही कुराहरू राखिरह्यो भने सिमेन्टले त्यो एब्जर्ब गरेर त्यसपछि त्यसलाई बिगारिदिन्छ कि। जस्तै हातमा राख्नुभयो भने हातको त्यो हात त सामान्य छोडिदिउँ न सुरुवाल जुत्ता मोजाहरू हुन्छ नि तिनीहरूलाई त खाइदिन्छ। टायरहरूलाई पनि खाने रहेछ कि गाइज। अब जस्तै मैले यहाँ बाल्लोमा रहेछु त्यसमा अड्किन्छ अनि त्यसपछि गएर अब झऱ्यो भने त ठिकै भयो केही अड्क्यो भने चाहिँ ऊ हुने रहेछ। मैले एउटा कुरा त्यही थाहा पाएको गाइज होइन अहिले नै थाहा पाएको त्यही नै हो कुरा। अनि अर्को चौथो कुरा भनेको चाहिँ म जाने बेलामा चाहिँ ठ्याक्क त्यहाँ पुगेपछि भिडियो गर्छु भने चाहिँ किन गरेन भन्दाखेरि चाहिँ के अरे पानी पऱ्यो अनि भित्र गएर बाहिर गन्तव्यबाट काम सकेपछि बाहिर निस्किएको त पानी परेर बिदो भएर नि धोइसकियो रहेछ। अनि पानी परेर बिदो भएर धोइएछ। अनि बाहिर हेर्दा त आउँदा त ओहो यस्तो गर्मी ठाउँमा पनि शीतल हुँदाखेरि त लास्टै पोखरेली भाइब साग्यो कि पोखरामा जस्तो के। पोखरामा पानी पर्छ नि त डेली पर्छ नि त। अनि पानी परेपछि कस्तो मौसम पनि वेदर पनि कस्तो राम्रो हुन्छ नि त्यस्तै कि। जस्तै अब यस्तो हो कि केटा अब मैले एक्सपिरियन्स गरेअनुसार म मनाङ मुस्ताङतिर त गएन अनि तर एटलिस्ट पोखरा अनि पाल्पा यस्तो आफ्नो गाउँतिर जाँदा पनि के अरे त्यहाँको त्यो क्लाइमेटहरू पनि धेरै फरक पर्छ कि। जस्तै यहाँ गर्मी हुन्छ नि लास्टै गर्मी चाहिँ यहाँको जस्तो त्यो अरू ठाउँ गर्मी हुन्न नि त। फेरि त्यो गर्मी हुँदाखेरि यहाँको चरक्क घाम लाग्छ लुगा भर्खरै धोयो भने भर्खरै सुक्ने जस्तो पनि त हुन्छ नि। तर अरू ठाउँ हुन्न। अरू ठाउँ फेरि अर्कै खालको वेदरवाला भाइब्स हुन्छ। त्यस्तै नै हुने रहेछ केटा। तर जस मैले भनेको त्यही केटा। अनि त्यही नै हो। त्यही फर्स्ट कुरा त्यही भयो सेकेन्ड कुरा नि त्यही भयो थर्ड कुरा त्यही भयो फोर्थ कुरा त्यही भयो अनि फिफ्थ कुरामा चाहिँ फ्यान्सी देखाउनु पर्ने हुन्छ। यो चाहिँ मेरो सेकेन्ड टेक हो। सुरुमा नि बनाएको थिएँ तर राम्रो सेटिस्फ्याक्सन भएन त्यही भएर चाहिँ गरेँ। अनि अर्को पाँचौँ कुरा भनेको चाहिँ जहाँ चाहिँ मैले आउँदाखेरि चाहिँ मैले देखाएको थिएँ नि तपाईँहरूलाई बाटो चाहिँ यस्तो छ बाइक चाहिँ कसरी जाने होला झन्न मैले खुट्टामाथि राखेर आएँ भन्दा मैले एउटा त्यो ढुस्नो बाटो देखाएको थिएँ। कारहरू गएको अनि झोलामा टेकेन भनेर क्या। सुरुमा अगाडि 5-6 मिनट अगाडि होला हो त्यो बाटोमा चाहिँ आज चाहिँ राम्रोसँगै जानुपर्छ। फ्ल्यास लाइट त बोल्दैन। अब गाडीको लाइटले जुगाड भएछ भने देखाउँछु टाइम त्यस्तै हो। ल हुन्छ गाइज यार बेर भयो यार जान बेर भयो। यस्तै चुतिया कुराहरूले चाहिँ बेर हुन्छ कि मलाई। अनि नेक्स्ट अपडेट भनेको चाहिँ मैले चाहिँ ब्याट्री किनिसकेँ। ब्याट्री चाहिँ घर गएर देखाउँछु। बाँकी कुरा चाहिँ अहिले भन्छु ल जाउँ। मैले भनेको ठाउँमा चाहिँ आएँ एकदमै त लास्टै औडा भन्थ्यो नि हेर्नु त बाटो कस्तो हो। झन्नै यही बेला गाडी आयो यतापट्टि उतापट्टि त पानी हो त्यतापट्टि त कुइँ गरेको। अनि यतापट्टि हेर्नु त यस्तो हलुसित आइरहन्छ जो बाइक हो स्कुटर जम्मे यस्तो छ केटा हो। अब जाने कसरी हो गइन्छ हामी पनि गइन्छ नजान्दा होइन तर अलिक खाली बाटोमा जाउँला यार गाडी आयो भने जे हुन्छ फेरि।
लास्टै छ के बाटो त कसम भने यार लास्टै एउटा बाटो त पेट्रोल यहाँसम्म थियो यार यहाँ पुग्यो पेट्रोल पनि यार कस्तो बाटो यस्तो छ केटा बाटो ल हुन्छ ल जाम के अरे जे सिकिहाल्ला ल भन्नु यस्तो हुन्छ कि केटा हिँड्दै होइन उता अगाडिबाट गाडी आइदिने यताउति गर्दा लोटे भने त लोट्यो नि त होइन र मान्छेहरूलाई डर त हुन्छ नि जे होस् तर मलाई पनि त्यहाँ कटाउँछु त्यो इजी तरिकाले कटाउनु तर बाटो त यस्तो औडा खाएको त्यहाँ कस्तो के हो केटा यार यो किन फ्याक्ट्री हो कि के हो डर त लाग्दैन यार गाइज यार मलाई किन यार एक्लै बस्ने बानी भएर होला एक्लै बस्ने भन्नाले एक्लै रमाउने बानी भएर होला मलाई केही डर लाग्दैन यार सबै आफ्नो जस्तो लाग्छ कि यो प्रकृति यो यताउति हेर्नु यो कसरी जान्छ हेर्नु सब स्लो गइरहेको कि कोही पनि फास्ट गएन त्यहाँ किनभने लौडा जस्तो हो कि बाटो मान्छेहरू चाहिँ भिडियो गर्दाखेरि म लोटे ल पानी खाम अनि जाम पानी त खानै पर्यो ह्याबिट लाग्यो क्या ह्याबिट बानी त बसिसक्यो यार ऊ भयो केटा के अरे फोनको ऊ नभएर चाहिँ के अरे फ्ल्यास भएन भने चाहिँ यस्तो हुन्छ कि केटा चार्ज त गर्छु होइन फुल हुन्छ चार्ज जहिले पनि फुल त हुन्न कहिले कसो मात्र फुल हुन्छ चार्ज हरिब टिकाउँछ फेरि के गर्दा चाहिँ हुन्छ एडिट गर्दा मोबाइल ह्याङ हुन्छ अनि आधी एक दुई घन्टा लाग्छ एउटा भिडियो एडिट गर्न फेरि केही हुन्न म्युजिक एड केही पनि गर्दिनँ त्यही पनि त्यत्तिकै हुन्छ कि म्युजिक एड यताउति केही पनि नगर्दा पनि मोबाइल एडिट गर्न 2 घन्टा लाग्छ भनेपछि मेरो मोबाइल लास्टै ह्याङ हुन्छ कि गाइस कसम लास्टै के हो केटा हुन्छ अब घर भेटौँ ल साथी हो मैले ब्याट्री चाहिँ किनेँ होइन ब्याट्री चाहिँ किनेँ नकिनेको चाहिँ होइन ब्याट्री चाहिँ पाएँ मैले बल्ल दुःख गरेर कता खोजेर चाहिँ पाएँ तर यो ब्याट्री चाहिँ काम लागेन गाइज खासमा चाहिँ के भयो भन्दा यो ब्याट्रीको भोल्टेज चेक गरेर लिएर आएको थिएँ यो 3.76 हो कि कति भोल्टेजको होइन चेक गरेर लिएर आएँ अनि चेक गर्दाखेरि चल्दैन क्या भनेको त्यो दोकानवालाले के भन्थ्यो भन्दाखेरि चल्दैन भने लिएर आउनु होला साइनै गरिदिन्छु भने त्यसले साइन गरिदियो अब यस्तो के खालको साइन हो त्यो थाहा भएन अब साइन चाहिँ गरिदियो जस एउटा प्रुफ चाहिँ दियो अनि घर आएर मैले चाहिँ यसमा चाहिँ चेक गरेँ होइन चेक गर्दाखेरि चाहिँ यसमा चार्जै भएन यो ब्याट्रीमा खराबी होइन गाइस ब्याट्रीमा चाहिँ खराबी छैन यो ब्याट्री चाहिन्छ पनि कि फेरि यो जता पाइ त्यतै हर त पाइन्न कि त्यही भएर यो पाएको ब्याट्रीलाई चाहिँ छोड्न चाहिँ हुन्न यसको चाहिँ पछिबाट मैले घरमै उ गर्दाखेरि चाहिँ यसको मदरबोर्ड हुन्छ यहाँ यो छ नि यो मदरबोर्ड हुन्छ कि यो चाहिँ बिग्रेको रहेछ चार्ज नै नहुने किनभने चाहिँ पहिलाको पुरानो ब्याट्रीलाई चाहिँ फेरि चार्ज गरेँ तर राम्रोसँग चलेन भनेपछि यसको जे भयो नि अब कसरी प्रिफ गरौँ होइन यो एकदम साइन्स फिक्सनलवाला यो होइन टेक्नोलोजीवाला यो अब यसलाई मैले कसरी ब्रिफ गर्ने थाहा भएको कुरालाई त थाहा भएको मान्छेलाई थाहै हो नथाहा भएकोलाई मैले ब्रिफ गर्न चाहिँ जान्दैन केटा हो तर यसको जे होस् मदरबोर्ड बिग्रियो तर अब यो ब्याट्री त छोड्न त भएन यो ब्याट्री चाहिँ यसको लागि काम लाग्छ केटा यसमा नि यस्तै खालको ब्याट्री लाग्छ यो पनि नचल्ने त होइन चल्छ तर यसको मोटरबोर्ड चाहिँ चेन्ज गर्नुपर्छ अब यसको लागि चाहिँ चेन्ज गरेर मैले घरै बनाउँछु यसलाई कुनै दिन बनायो भने मैले भिडियो गर्छु त्यही नै थियो केटा यति नै हो भिडियो आजको भिडियो यतिमै इन्डिङ गरिदिउँ यो त है त्यही हो र यदि भन्दा आजको भिडियो इन्डिङ गर्न चाहन्छु यदि भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला यदि मन परेन भने त्यही हो सही हो